गाइजहरुलाई आज चाहिँ हाम्रो राइड म्याकडीको ताकमसम्म है त के छ ठिक छ नि हैन निर्मल बेस्ट हो है तिमी छुट्टै यार तिमी यार अर्कोचोटि महिन्द्राको थार लगेर जानुपर्छ ए निर्मल के रे अर्याल भन्दा पाण्डे ठिक छ कहाँ टोलाइराख्यो तिम्रो आँखा सुन्दिन लाग्यो त ल खुट्टा पुग्दैन हेर है त ल यहाँ बसमा नि कति गरे म टिकट बस्छु है धान्छन् ल म धानिदिन्छु ल बस हदि भने टिकट बस्छु भन्नु लड्की जस्तो हुन्छ कि टिकट बस्छ पानी खान म थड्के मलाई ब्याट्री देऊ ब्यागमा निकाल्नु मिल्छ एमा थियो कि समीर उले राख्यो कसलाई यसले यस्तो गर्छ कि त्यसले समीरको ब्याग मिल्छ रे मिल्छ र ओए ओए म बाहिर निस्किन लाग्यो केदिल्ला हाम्रो साथी भएर मेरो ब्याग पनि गर्नु भयो के गर्नु भयो कि हैन हेलो एन्ड नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला आज हामी चाहिँ साथीभाइहरूलाई बटुलेर म चाहिँ मेरो घरतिर लैजाँदैछु आजको यात्रा चाहिँ हाम्रो म्याकडी या पोखरीसम्म हुन्छ कस्तो छ पाण्डे हाउ मच यु आर एक्साइटेड पाण्डे कतिको एक्साइटेड भइरहौ जाऊ है हो है त्यहाँ आविष्कारले ठुलो लग्यो कि झोलाई समीरको त्यहाँ भइदिएको भए ट्याङ्की फुल गरेर जान्छ होला नि ट्याङ्की फुल गरौँ ल गाइस अब हामीले चाहिँ पेट्रोल राखेर ट्याङ्की फुल गरेर तिनवटा बाइकमा 7000 को पेट्रोल हालेर हिँडेको छ हामी चाहिँ अब चाहिँ हामीहरू हेर्न्छ मिलन चलाउनलाई पुग्यो तिमीहरूको फेरि गफ चलिरहेको फेरि हाइवेमा भएको छ उनीहरूले बाइक अस्ति घर बनाएको त नयाँ लगाइरहेको धेरै नै कुरा भनेर होला नि 60 भन्दा माथि गएको छैन समीर ओके 60 भन्दा गएको छैन कि समीर Thank you. पकेट छैन अगाडि पकेटतिर राख्न
पकेटतिर राख्न मेरो त ठ्याक्कै यहाँ अनि हेर्नु पर्यो यिनीहरू झन् खत्तम हुन्छ मैले त केही नि ल्याएँ हिजोसम्म सम्झिरहेको थिएँ यहीँ घरमै आफ्नो ब्याग सानो भएपछि त के घटाम हुने रहेछ देखेका चिज जति सबै घट्छ नि भुडुक हेलो भुडुक जामी चिज खाइसकेछ क्या हामी चाहिँ अहिले चाहिँ कृष्ण बजार आइपुगेको छौँ फाइनल्ली अब हामी चाहिँ मालढुङ्गा आइपुगेका छौँ चाहिँ मालढुङ्गा भयो र मालढुङ्गा चाहिँ बाटो सोधेर तल्लो बाटो ठिक छ भने तल्लो बाटो जाने हो नभएपछि फेरि माथिबाटै घुमेर जानुपर्छ यता सोध्नुपर्छ होला गयो के गाडी त तल जाने माथिल्लो बाटो धुलो यस यो बाटो पुग्छ कुन बाटो यो बाटो पुग्छ त्यो बाटो थाहै थिएन यार ए दादा हामी यतिबाट जानु हुँदैछ माथि हामी चाहिँ यहीबाट गएको केटा थाहै थिएन यार म जानु चाहिँ यताबाट गएको हो आउनु बेला यताबाट आएको हो यताबाट भ्यू पनि राम्रो छ प्लस त्यो बजार हुँदै गाउँ हुँदै माथि चढ अहिले यताबाट जानुपर्छ होला केटा हामी यताबाट जानुपर्छ होला धुलोमा नजाने 20 मिनेट त कुरो त्यही त हो 20 मिनट जति त माथिबाटै जाने त हुन्छ जानु पर्यो जाम कि माथि माथि जाम अब खाना त घरि बने अरे घरि बने अरे खाना खाने भएपछि बेनी गएर खाने हुन्छ क्या जाम बेनी अब कति धेरै लाग्दैन अब चाहिँ हाम्रो चाहिँ बागलुङ हुँदै जाने फैसला भयो बागलुङ हुँदैबाट अब बेनी पुग्नेछौँ के भयो है हामी चाहिँ अब बागलुङ बजार आइपुगेर बागलुङ बजारबाट पनि अगाडि हिँड्दैछौँ बजार हुँदै बेनी जाने हो हामीहरू चाहिँ अगाडि चाहिँ हुनुहुन्छ समीर सर हेलो फाइनल्ली हामी चाहिँ बेनी आउन सफल भएका छौँ यो चाहिँ बेनीको मञ्च अस्तिसम्म गेम भइरहेको थियो बडार बुडुर पारेर चिटिक्क पारेछ नि त राष्ट्रपति रनिङ सिल्ड अनि जिल्ला स्तरीय केसहरू रनिङ सिल्डहरू भइरहेको थियो यहाँ पाण्डे अहिले चाहिँ ठुलो खानीभित्र गएर हेर्दा हेर्दा थोरै देखिन्छ 77.6 किलोमिटर पेट्रोल हालेर हामी चाहिँ 77.6 किलोमिटर आइपुगेको छौँ अब बारी गाडीमा जाँदासम्म चाहिँ हुन्छ होला 88 के अरे 78 79 जति पुग्छ
आज चाहिँ अब मौकाले गोप्रो सँगसँगै एक्सआर पनि मौका जुटेको छ है। एक्सआर त बेस्ट भइहाल्यो नि यार। अब चाहिँ बेनी बजारबाट एक्सआरमा टक्क लागियो हामी चाहिँ। नरेज क्या कम्फर्टेबल छ है यो उयो होइन त केटो। फाइनल्ली वी आर इन तातोपानी बजार। सायद तपाईँहरूले एमआरबीको भ्लग हेर्नु भयो होला। तातोपानी गएर नुहाएको है, खरायो भाइलाई लिएर आइरहेको थियो। हामी चाहिँ अब एमआरबीको गाउँ हुँदै हाम्रो गाउँमा पनि जानेछौँ। यो चाहिँ हाम्रो तातोपानी बजार। माथिबाट माथि तल जाने। ओए के भयो यसको त फटफट गर्न लाग्यो यसको टायर। यो चाहिँ लामपाटा, यसले चाहिँ लामपाटा भन्छ। यहाँ पहिरो थियो होइन, यति पहिरो गक्कै गऱ्यो कि, तर पछि आएर के भएर थामियो पनि आफै थामियो कि। लास्टै हामी त्यो माथि कहाँबाट घुमेर नि गइरहेको थियो बाटो पहिरो गएर कि। खोला नि त तल त जान मिलेन, अनि फर्केर जाने बेलामा चाहिँ यहाँ खोलाबाटै जाने। सम्म जति खोलाले ओगट्यो अनि भिरपाखा जति अब भिरपाखामा नि यसो बसेको जग्गा जति मान्छेकै भइहाल्यो, नभएको बल्लै यस्तै। यसले यसको चलाइ सुदर्शनको चलाइ राम्रो रहेछ। छिटो हो नि भन्दैनन्, छिटो जानेसँग छिटो हिँडिदिन्छन्, ढिलो हुनेसँग ढिलो हिँडिदिन्छन्। फाइनली हामी चाहिँ दरबाङ आइसकेको छ। अब चाहिँ 30 मिनट त तल होइन तल खै अस्तिसम्म ठिकै थियो कि कागबेनी जस्तै। त्यस्तै नै हो, त्यस्तै नै हो। धर त हावा हाल्छु म। हेलो दाइ, हावा हालिदिउँ न। फेरि निकालौँला नि, छिराइसक्यो। तिमीहरूको नाम के हो भन ल। तिम्रो नाम हो? ल अब चाहिँ बेलुका युट्युबमा आउँछ, हेर है त है। हुन्छ? मेरोमा सागर ब्लग भनेर आउँछ है, हेर है त। ल बाई बाई। हेलो समीर सर, हाउ आर यु? लटालटीहरू हुन्छन् फेरि गाउँमा, सुन्दैनन् कोही फेरि। गर्नै राख्दैन है यसमा त। धारापानी 6 किलोमिटर। केटाहरूलाई कुरामा आउँछ। अगाडि बाटो अलि हेरेर हिँड है, बाटो हेर्दासम्म देखिन्छ। अलि फडक छ, गयो भने सिधै खोला हो। खोला नि देखिन्न फेरि, उता देखियो बल्ल। उता तल नि हाइड्रो पार्क यहाँ के।
डाँडाखेत भन्छ त्यसलाई फेरि कति छैन अलिअलि छ रुखहरू फाइनल्ली हामी चाहिँ धारापानी ठाउँमा आइसकेका छौँ यो चाहिँ धारापानी एमआरबीको गाउँ सबैजनाले चिन्नुहुन्छ होला एमआरबीको गाउँ है यो चाहिँ हक्क लगायो यस्तो छ है माथिल्लो गाउँ माथिको मलाई ढुङ्गा छैन कि केटाहरू ढुङ्गा बाटो चाहिँ बन्दै छ चाँडै बन्छ बाटो चाहिँ तल्लोबाट गएको हो कि तल्लोबाट जानुपर्छ तात्तिनै पर्ने हुन्छ कि आए धुलो हेर त धुलो देख्यो रमा टायरै चल्दैन त चाहिँ ओके धुलो उडाउँदै ओए लेफ्ट लिगा लेफ्ट टर्न है लेफ्ट टर्न लेफ्ट ओए त्यहाँ त बाटो छैन क्या हो त्यो बाटो दिन्नन् क्या हो त्यहाँ हामी त्यो उसबाट तल छिर्ने हो क्या हामी चाहिँ यो चाहिँ गैरा भन्छ यसलाई पाकामुको गैरा स्कुल हो यो ठुलो हो कि होइन यो म पढेको त पल्लो गाउँमा हो होइन कि होइन जति नै भनेको नि होइन एकचोटि होइन पढ्न मेला लाग्यो नि मेला गियर डाउन गरेर हिँड गियर डाउन गरेर के गियर तिन गियरमा गाउनु जान्छ होला अब त बिस्तारै बिस्तारै आऊ है आउनु पर्ने होला के भयो र को हो त हर्न बजाउने ल हिँड ल इन्ट्री भयो मेरो काममा इन्ट्री भयो ल भित्र हाल्नु मिल्छ यहाँ नहालौँ है तलै हालौँ यहाँ तलै जाऊँ पहिला यता ल्याऊ
अलि यता यता है रुक त रुक है रुक तिम्रो त्यही बस्ने त्यो मेरो होइन घर माथि यो अङ्कलको घर हो मेरो